हेलो साथीहरु, म चाहिँ मोमोको अचार बनाउँदैछु। आज चाहिँ हामी मोमो खाने। सुरुमा मैले टिमुर हाल्दैछु, अनि त्यसपछि यो लसुन र अदुवा अनि प्याज अनि मैले बेसार पनि हालेँ। अनि चाहिँ चलाएँ। अब प्याजदेखि म सुकेको खोर्सानी हाल्छु। म डल्ले खोर्सानी पनि हाल्छु, मैले त यतिकै डल्लै हालेँ। अचार चाहिँ पिरो खानुपर्छ, टक्क मोमो कोपेर। अनि टक्कसँगले माथिबाट यो टमाटर अब यो चाहिँ छिमेकीले धोइदिनु। नुन हाल्छु पहिला, माथिबाट सरर नुन चाहिँ स्वाद अनुसार कति आफूलाई मनपर्छ। अब म किमा बनाउँछु। अनि अब चाहिँ म किमा बनाउँदैछु। किमा भइहाल्यो सुँगुरको। अनि यो प्याज, अनि यो हरियो प्याज, धनियाँ, लसुनको पात, यो चाहिँ लसुन र अदुवाको पेस्ट, अनि यो चाहिँ स्वाद अनुसार नुन, अनि यो चाहिँ मोमो मसला, यो चाहिँ अजिना मटर, स्वाद अनुसार अजिना, यो चाहिँ भुटेको मसला, यसले चाहिँ स्वाद दामी आउँछ। यो चाहिँ जिरा धनियाँको मसला। ल अब चाहिँ माथिबाट तातो तेल पोल्छ क्या। ल टक्कसँगले तेल झार्ने हो। हेर्नुहोस् त, अब यसलाई मिक्स गर्छु। अब चाहिँ किमा रेडी भयो। यी मैले चाहिँ हातले मुस्छ। यहाँ डल्लो मोमोको अब हामी मोमो बनाउने। अब चाहिँ म मोमो बनाउँछु। यहाँ पिठो बेल्दैछ, रेडी भइसक्यो। चाहिँ मोमो रेडी भयो। यो चाहिँ गोलो मोमो, यो चाहिँ लाम्चो मोमो। ल है साथीहरु, मोमो खान आउनुहोस्। ल मोमो चाहिँ रेडी भयो। अब चाहिँ मोमो पाकेर नि रेडी भइसक्यो। ल हेर्नुहोस् त, ओहो हो धमिलो आयो। ल मजाले पाकिसकेको छ मोमो। मोमोको जोडी अचार यहाँ छ, पिरो टक्क परेको तिल र टमाटरको अचार। चाहिँ मोमो खानालाई रेडी। एकदम मिठो छ। ल